म यो देशलाई कसरी बचाउँदो रहेछु र कसरी बनाउँदो रहेछु भन्ने कुरामा देखाउँछु। मलाई काम गर्नका लागि बजेट चाहिँदैन। उदाहरण मैले यो गफ गरेको होइन, धरान आएर हेर्दा हुन्छ। बिना पैसाको 1 अर्ब भन्दा धेरैको सम्पत्ति जोडिदिएको मान्छे हो म है। धरान 10 को नारायण पथमा आइपुगेको छु। यो सडक यस्तो अवस्थामा छ। यहाँ चाहिँ धेरै अब माटोहरू थुपारिएको छ। यहाँ बाढी आउने छ, त्यो बाढी छेकिएको रहेछ। यहाँ यत्रो ड्रेन निर्माण भएको छ। यो चाहिँ श्रमदानबाट निर्माण भएको ड्रेन हो। यो धरानको लागि जो धरान नगरपालिकाको मेयर हर्कराज राई, हर्क साम्पङ मेयर भएपछि उहाँले एउटा श्रमदानको अभियान चलाउनु भएको थियो। त्यो चाहिँ धरान बाहिर खानेपानीकै लागि अथवा बगरहरूमा जालीहरू लाउने काममा केन्द्रित थियो। यो चाहिँ उहाँ मेयर भइकनको बजारभित्र भएको विवादित र चर्चित श्रमदान पनि हो। यहाँ श्रमदान चाहिँ यहाँ धरानेहरूले श्रमदान गरेको हो र यो लगानी चाहिँ नगरपालिकाबाट गरिएको हो। र यहाँ वार्ड नम्बर 10 को वार्ड अध्यक्ष विवेक राई र धरान उपमहानगरपालिकाको मेयर हर्क साम्पङ बीच पनि यहाँ विवाद भएको थियो। यो टेन्डर परिसकेको र काम सुरु हुन लागेको थियो। त्यही क्रममा चाहिँ हर्क साम्पङले वाडामाथि हस्तक्षेप गरेर चाहिँ यो सडकमा श्रमदानबाट बनाउने भनेर घोषणा गर्नुभयो। त्यो पछि अध्यक्ष र मेयरको बीच चाहिँ विवाद पनि भएको थियो। र पछिल्लो समय यही सडकसँग जोडिएर उपमेयर धरान उपमहानगरपालिकाको उपमेयर आइन्द्र विक्रम बेगा र मेयर हर्कराज राई बीच पनि विवाद भएको थियो। र जुन जेसीबी टिपरको चाहिँ चाबी चाहिँ कब्जा गरियो उपमेयरले भनेर र यहाँ काम भइरहेको अवस्थामै जेसीबीको चाबी माग्न यहाँको स्थानीय जनता धरान नगरपालिकामा रहेको उपमेयरको कार्यकक्षमा पनि पुग्नु भएको थियो र मेयरको कार्यकक्षमा पनि पुग्नु भएको थियो। र यो एकदम धरानको लागि चर्चित सडक हो के नारायण पथ भनेपछि यो संसारले यहाँको ब्युटीहरू हेर्नु भएको छ होइन। यो संसारभरिले चिन्नुहुन्छ। यो धेरै लामो छैन, लगभग पौने 1 किलोमिटर पनि छैन। यो सडक त्यति विवादित र त्यति चर्चित सडक हो। तर श्रमदानबाट चाहिँ यो सडक 1 महिनामा यो ड्यान निर्माण भएको थियो। तर त्यहाँदेखि अब यो के कारण हो, कसरी हो, किन हो होइन, यो चाहिँ पूर्ण रूपमा अहिले रोकिएको छ। र यो सडकको अवस्था यहाँ अहिले सवारी साधनहरू आवाज जावाज गर्न सक्ने अवस्थामा छैन। यो निकै समय महिनौ भइसक्यो।